केटाहरू ओटी हानेर आउँदैछन् होइन, डबल ट्रिपल छापेर आउँदैछन्, हामी चाहिँ ब्लग बनाएर हिँडेको रे। नमस्ते साथीहरू, स्वागत छ मेरो अर्को ब्लग भिडियोमा। आज चाहिँ 17 तारिक मङ्गलबारको दिन अनि यहाँ चाहिँ चिनार आएछ मलेसियामा, त्यही भएर मेरो छुट्टी छ। छुट्टी हुने कारणले भिडियो बनाउने मौका पाइयो, सो बनाइरहेको छु। अनि आज फेरि हाम्रो यहाँ जहाँ म बस्छु बातुमाउमा, यहाँ चाहिँ के छ भनेपछि तपाईँको नेपालीहरू मिलेर भलिबल प्रतियोगिता राखेको छ अनि भलिबल म्याच हेर्न जाँदैछु म। तपाईँलाई पनि हेराउनेछु है त। हेर्नु त मलेसियाको बाटो कस्तो चिल्लो छ, साइडमा नाला छ, मान्छे हिँड्नलाई स्पेस छ अनि गाडी हिँड्नलाई बाटो छ। अर्को फेरि उता घरदेखि निक्लिने गाडीहरूको लागि छुट्टै व्यवस्था छ। कस्तो राम्रो छ नि। नेपालमा पनि यस्तै भइदिएको भए कति मजाको हुन्थ्यो होला। र सायद अब बन्छ कि नयाँ नयाँ पार्टीहरू आएको छन्, सायद केही राम्रो हुन्छ होला। सो बातुमाउको यो ठाउँमा भइरहेछ भलिबल म्याच, मान्छेहरू टन्नै हारेछन्। नेपाल मगर सङ्घ क्षेत्रीय समिति पेनाङ उहाँहरूले नि अर्गनाइज गरेको यो खेललाई कालीले आएर भिडियो सिडियो बनाउँदैछ, ल्याङ गर्ने भयो होला, सायद उसलाई मन परेन होला हामी यहाँ नेपालीहरूले यहाँ रमाउँदै गरेको। त्यही भएर यो बाजे यहाँ आएर फोटोसोटो लिइरहेछ, सायद कम्प्लेन केही गर्ने होला। हुन त हामी अनुमति लिएरै यहाँ खेलाउँछौँ या केही गर्छौँ, त्यो क्रियाकलापहरू अनुमति बिना गर्नु मिल्दैन मलेसियामा। चुने निम्ति छ, कृपया तपाईँहरूको पनि तपाईँहरूको धेरै आशा गरेको छौँ। यो आशालाई निराशा नगर्नलाई कृपया खेलाडी मित्रहरू आउँदै गरेको हरिरायमा तपाईँहरूको सहभागिता चित्तशालीको एकदमै माया छ भने माया देखाइदिनु पर्यो। हाम्रो हिमा खड्कालाई उहाँले किताब थाल्नु भएको छ, उहाँको किताबलाई माया देखाइदिनु पर्यो। खेलाडी मित्रहरूलाई पानीको व्यवस्थापन गरिदिनु होला। र आधी खेलाको दुई तामाजीका खेलाडी मित्रहरू तपाईँहरू तम्केर कुनै पनि बाधा अर्जन नहुने तरिकाले अलिकति पछाडि बस्दिनुहोस् भन्नको निमित्त तपाईँ संसार साथीहरूलाई कृपया एकचोटि हाम्रो भगवान विद्यार्थीहरू अलिक पछाडि बस्दिनु र म हार्दिक अनुरोध गर्दछु। कृपया
साथीहरू म चाहिँ 11 बजे आएको थिएँ यहाँ अनि अहिलेको चाहिँ 4:30 समथिङ भइरहेछ सो यहाँ बस्दा बस्दा हक्क लागिसक्यो खुट्टाहरू पनि दुखिसक्यो त्यही भएर अब म रुमतिर जाँदैछु केटाहरू ओटी हानेर आउँदैछन् होइन डबल ट्रिपल छापेर आउँदैछन् हामी चाहिँ ब्लग बनाएर हिँडेको रे खै जिन्दगी ब्लगमा अहिले केही आइरहेको छैन गाइस मोनिटाइजेसन सोनिटाइजेसन केही पनि भएको छैन होइन युट्युबमा मेरो त रुममा केही पनि छैन त्यसैले सेल र एउटा समोसा सेलरोटी अनि एउटा सेलरोटी अनि एउटा समोसा लिएर जाँदैछ अब मस्त खाने हो मस्त सुत्ने हो केटाहरू त पुरा बजाइरहेछन् त यार जब लोग क्राइम करते हैं और सिंगड़ा जो क्राइम रोकने के लिए कानून को सेलरोटी लॉ मैले पनि लिएर आएको थिएँ आफूलाई सरप्राइज बादल वर्षा बिजुली कुवाको पानी चिसो चिसो मौसम छ तातो जवानी पानी परिरहेछ गाइस पानी परिरहेछ मलेसियामा साथी फेरि आज पासा मलामको दिन आज हटिया लाग्ने दिन यहाँ बिचरा भलिबल खेल्ने दाइहरू भाग्नु परेको होला पानी परेर थप भाग्नु भएको छ